प्रभावकालीन टोस्टमास्टर, यस सभाका सभाध्यक्ष, टोस्टमास्टर मित्रहरू र उपस्थित अतिथिगणहरू, सर्वप्रथम म यहाँहरूलाई मेरो प्रभावकालीन अभिवादनबाट स्वागत गर्न चाहन्छु। भनिन्छ समय धनभन्दा धेरै बहुमूल्य छ, किनकि तपाईँ समय आर्जन गर्न सक्नुहुन्छ, धन आर्जन गर्न सक्नुहुन्छ, तर समय कदापि आर्जन गर्न सक्नुहुन्न। यहाँ मैले समय भनेर भन्न खोजेको कुरा हाम्रो जीवन, किनकि जीवनको अन्त्य अवश्य छ, त्यसैले यो अनमोल छ र सर्वाधिक प्रिय छ। सायद मेरो उमेरको कारणले होला धेरै मानिसहरूले मलाई आर्थिक रूपले अवकाशको लागि तयार रहन सल्लाह दिनुहुन्छ। हो, मैले अब तयारी गर्नुपर्छ। टोस्टमास्टर सुनिलले पनि भनिसक्नुभयो, उहाँ हाम्रो वरिष्ठ टोस्टमास्टर सदस्य, ज्येष्ठ। तर कसैले पनि मलाई तपाईँ मानसिक रूपमा पनि तयार हुनुपर्छ भन्ने सल्लाह दिनुहुन्न। हाम्रो एउटा साथीहरूको समूह छ जो हामी बिहान स्वास्थ्यको लागि हिँड्ने गर्छौँ र मुख्य कुरा हिँड्ने बेला हामीले एउटा विषय उठान गर्छौँ र छलफल गर्छौँ। यसै क्रममा हाम्रो एक दिनको विषय थियो अवकाशपछि हामीले जीवन कसरी बिताउने। अर्को दिन अर्को विषयमा प्रवेश गऱ्यौँ, अर्को दिन अर्को विषयमा प्रवेश गऱ्यौँ, तर मेरो दिमागबाट अवकाश पछाडि जीवन कसरी बिताउने भन्ने निस्कनै सकेन। सायद हुनसक्छ मैले महसुस गरिसकेको छु कि म अब अवकाशको लागि तयार हुनुपर्छ। मित्रहरू, जब तपाईँ अवकाश लिनुहुन्छ, अवकाशको पहिलो चरण भनेको हो बिदाको चरण, किनकि यो बिदा जस्तै हुन्छ। जस बेला सुते पनि भयो, जस बेला उठे पनि भयो, जता गए पनि भयो, दिनभरि जे मन लाग्यो त्यही गरेको। धेरै मानिसहरूले अवकाशको बारेमा यस्तै सोचाइराख्नुहुन्छ, स्वतन्त्र, आनन्द, घाम जति तापे पनि भयो, साथीहरूसँग मोज मस्ती। तर माफ गर्नुहोला, यो चरण 1 वर्षभन्दा बढी जाँदैन। मानिसहरू घरमा अधिकांश समय बस्छन् र आफ्नो पट्यार लाग्दो दैनिकीदेखि वाक्क दिग्ग हुन थाल्छ र बिस्तारै अवकाशपूर्वक आफ्नो दैनिकलाई सम्झिन थाल्छ। जब तपाईँहरूमा यस्तो सोचाइ आउन थाल्छ, बुझ्नुहोस् तपाईँहरू दोस्रो चरणमा प्रवेश गरिसक्नुभयो, जहाँ तपाईँ आफ्नो अवमूल्यन भएको, आफू भिडमा कतै हराएको, आफ्नो उपयोगिता सिद्धेको, काम गर्ने बेलाका सम्बन्ध साथीभाइहरू सबै हराएका र कतिपय मान्छेको लागि त आफू शक्तिहीन भएको महसुस हुन्छ। याद राख्नुहोला, धेरै अवकाश प्राप्त मानिसहरूको शारीरिक र मानसिक स्वास्थ्य यो चरणमा आएर बिग्रिन्छ। कतिपय मानिसहरू आफूलाई सम्हाल्छन् र सामान्य जीवनमा फर्किन्छन्, तर धेरै मानिसहरू आफूलाई सम्हाल्न सक्दैनन् र अगाडिको झन् नराम्रा चरणहरूमा प्रवेश गर्दै कष्टपूर्ण जीवन बाँच्दै अन्त्यमा आफ्नो देह त्याग गर्छ। मित्रहरू, त्यसैले आज यहाँहरूलाई हामीले अवकाशको योजना किन बनाउनु पर्छ भनेर त्यसका केही कारणहरू म विस्तारमा वर्णन गर्न गइरहेको छु। सर्वप्रथम कारण हो हाम्रो आयुमा भएको वृद्धि। संसारभरि मानिसको आयु दिन प्रतिदिन बढ्दै गइरहेको छ। नेपालकै तथ्याङ्क हेर्नुभयो भने पनि सन् 1965 नेपालीहरूको औसत आयु 37.72 वर्ष थियो भने यो सन् 2000 आएर 61.85 वर्ष हुन पुग्यो र भर्खरै सन् 2023 आएर त नेपालीहरूको औसत आयु 71.74 वर्ष पुग्यो। यसले के देखाउँछ भने एउटा मानिस 30 वर्ष काम गर्छ, 60 वर्षमा अवकाश लिन्छ र झन्डै 30 वर्ष वा सोभन्दा बढी बाँच्न सक्छ। र हामीले मनन गर्नुपर्ने कुरा के हो भने यही अवकाश पछिको 30 वा त्योभन्दा बढी वर्षको लागि आर्थिक रूपमा सुरक्षित हुनु नै हाम्रो अवकाश पछिको योजना हो।
दोस्रो कारण हो समय अगावै अवकाश। विभिन्न कारणले गर्दा मानिसको समय अगावै अवकाश लिनुपर्ने अवस्था आइरहेको छ। विज्ञान र प्रविधिकोमा भएको अति विकास र परिवर्तन, कृत्रिम बौद्धिकता र यान्त्रिक मानवहरूले गर्दाखेरि यस्तो भइरहेछ कि धेरै मानिसहरूले रोजगारी गुमाउनु पर्ने अवस्था छ। यसै पनि तपाईँहरूले कम्पनीहरूलाई हेर्नुभयो र त्यहाँ भएका रोजगारहरूलाई हेर्नुभयो भने तिनीहरू बढीभन्दा बढी युवाप्रति लक्षित र युवा मैत्री देखिन्छ। त्यसैले हामी अब 60 वर्ष होइन, हाम्रो पुस्ता 45 या 50 वर्षमै अवकाश पाउनुपर्ने स्थिति देखिन्छ। अर्को कारण हो बढ्दो जीवनयापन खर्च। हेर्नुहोस्, आफ्नो जीवन चलाउने खर्च दिन प्रतिदिन हरेक वर्ष बढ्दै गइरहेछ। मानिलिउँ आज हाम्रो लागि घर खर्च महिनाको 50,000 रुपियाँ खर्च हुन्छ भने यदि हामीले वार्षिक 8% मुद्रास्फीतिलाई मात्रै आधार मान्ने हो भने यो खर्च 25 वर्षमा पुगेर यही खर्च गर्नको लागि हामीलाई 2,50,000 रुपियाँ आवश्यक पर्छ। र यो मुद्रास्फीति अवकाश पछाडि पनि बढ्दै जान्छ र त्यो बेला यसको असर अझ बढी किन पर्छ भने हामीसँग आम्दानी हुँदैन। अर्को कारण हो बदलिँदो हाम्रो पारिवारिक बनोट। हिजोको पुस्ता परम्परादेखि पछिल्लो पुस्तासँग आश्रित थियो। अवकाशपछि ढुक्कसँग मेरा छोराछोरीले मलाई स्याहार गर्छन् भन्ने थियो। तर हाम्रो समाजमा आएको परिवर्तन, बिहे नगर्ने, छिटो बिहे, ढिलो बिहे गर्ने, अन्तर्जातीय बिहे गर्ने, अन्तर संस्कृति बिहे गर्ने, अनि आएर बिहेपछि बच्चै नजन्माउने, ढिलो जन्माउने, एउटा मात्रै बच्चा जन्माउने, त्यसपछि आएर श्रीमान श्रीमती दुवै काममा बाहिर निस्किने, फटाफट पारपाचुके सम्बन्ध विच्छेद गर्ने र सबभन्दा ठुलो समस्या विदेशिने। कारणले गर्दा हाम्रो परम्परागत पारिवारिक बनोटमा ठुलो चुनौती थपिएको छ र यसको ठुलो असर अवकाशपछिको जीवनमा पर्दछ। अर्को कारण हो जीवनशैली र स्वास्थ्य उपचारको खर्च। अवकाशपछि तपाईँ फुर्सदमा हुनुहुन्छ र धेरै भ्रमण गर्नुहुन्छ, भ्रमण खर्च बढ्न सक्छ र स्वास्थ्य उपचार खर्च पनि बढ्छ। अवकाश पूर्व तपाईँले यदि आर्थिक योजना बनाउँदै हुनुहुन्छ भने मुख्य कुरा स्वास्थ्य खर्चको लागि अलि ठुलो रकम जो गर्नुपर्दछ। किनभने जब जब हाम्रो उमेर बढ्दै जान्छ स्वास्थ्य सम्बन्धी चुनौतीहरू पनि हामीले बेहोर्नुपर्छ। तर यहाँ आश्चर्य लाग्दो कुरा के छ भने अवकाश सर्वेक्षणको अनुसार 85% नेपालीहरूले अवकाश योजना नै बनाउँदैन। अझ अर्को अध्ययनले के देखाउँछ भने सन् 2010मा 8% मात्रै नेपालीहरू 60 वर्ष र सोभन्दा बढी उमेर समूहका थिए भने सन् 2023मा आएर 12% नेपाली 60 वर्ष वा सोभन्दा माथि उमेर समूहका पुग्न गएको छ। यी तथ्याङ्कलाई आधार बनाएर हामी निर्गमनमा पुग्ने हो भने के भेटिन्छ भने धेरै अवकाश प्राप्त गर्ने नेपालीहरू अवकाश योजनाको अभावमा आर्थिक चुनौतीको सामना गर्नेछन्। पैसाको जीवनमा धेरै ठुलो महत्त्व छ। अवकाशपछि पनि यो पैसा महत्त्वपूर्ण हो जीवनको लागि। तर पैसा सबै थोक होइन। तपाईँले सन्तुलित आहार, सक्रिय जीवनशैली र राम्रो सामाजिक सम्बन्ध राख्नु पनि अवकाश प्राप्त जीवनको लागि अति महत्त्वपूर्ण छ। त्यसैले मित्रहरू, यहाँहरूलाई म अवकाश पछाडि कस्तो खालको योजनाहरू गर्नुभयो भने, के प्लान गर्नु, योजना बनाउनुभयो भने तपाईँको अवकाशपछिको जीवन सुन्दर र आनन्दमय हुन्छ भनेर केही सुझावहरू दिन गइरहेको छु। आशा छ यहाँहरूले सुन्नुहुनेछ। प्रथम छ मेरो सुझाव आर्थिक तयारी। हेर्नुहोस्, मान्छेले खास आफ्नो लागि बाँच्ने भनेको अवकाश पछाडि। अवकाश पछाडि हाम्रा कतिपय पुरा नभएका सोखहरू र केही नयाँ सोखहरूका साथसाथै अवकाशपछि हामीले एकदम आनन्दित भएर आफ्नो जीवन यापन गर्न महत्त्वाकांक्षा राख्छौँ।
तर सबै कुरोको लागि पैसै चाहिन्छ र त्यो पैसाको तयारी तपाईँले बेलैमा गर्नुपर्छ। आर्थिक तयारी बेलैमा गर्ने भनेको तपाईँले अवकाशको लागि योजना बनाउने धेरै पहिलादेखि हो र अवकाशको लागि बचत गर्न सुरु गर्ने धेरै पहिलादेखि गर्न सुरु गर्नुहोस्। जति तपाईँले अगाडि सुरु गर्नुहुन्छ सानो सानो रकम जम्मा गरेर पनि पछि गएर त्यो ठुलो रकम हुन्छ र तपाईँलाई पछि गएर एकैचोटि अवकाशको लागि ठुलो रकम जम्मा गर्नुपर्ने एउटा मानसिक तनावबाट तपाईँहरूले मुक्ति पाउनुहुन्छ। दोस्रो सुझाव हो स्वस्थकर भोजन। स्वस्थकर भोजनले पोषण दिन्छ र पोषण प्रौढहरूको स्वस्थकर जीवनको लागि अति महत्त्वपूर्ण कुरा हो भन्ने कुरामा दुई मत हुनै सक्दैन। अझ भन्दाखेरि पौष्टिक आहार नै प्रौढहरूको सुन्दर जीवनको ढोका हो भन्दा अत्युक्ति नहोला। मलाई लाग्छ हामीले कामकाजी हुँदाखेरि चाहे खाजा र नास्तामै पनि काम गरे होला, तर अवकाश पछिको समय भने यस्तो समय हो जस बेला तपाईँहरूले पौष्टिक आहार खाने बानी बसाल्न अत्यन्त जरुरी छ र यो समयमा तपाईँले बरु पौष्टिक आहारको बारेमा सिक्न सक्नुहुन्छ र खानेकुरा कसरी बनाउने भन्ने कुरा पनि सिक्न सक्नुहुन्छ। त्यसै गरी अर्को मेरो सुझाव छ सक्रिय जीवनशैली। प्रौढहरूलाई कम असर गर्ने खालका शारीरिक गतिविधिमा कम्तीमा पनि हप्तामा 150 मिनट गर्नुपर्ने सुझाव दिइन्छ। दैनिक 30 मिनटको मध्यम खालको व्यायाम हप्तामा 5 दिन गर्नुभयो भने तपाईँको रक्तचाप कम हुन सक्छ, तपाईँको तनाव कम हुन सक्छ र यसै गरी हृदय सम्बन्धी रोगहरू, क्यान्सर, अर्बुद रोग र तपाईँहरूको मधुमेहबाट आउने जोखिम समेत कम गर्न यसले मद्दत गर्छ। र एउटा अध्ययनले के देखाएको छ भने औसतमा एउटा अवकाश प्राप्त मान्छेले 6 वर्षभित्र केही गम्भीर प्रकृतिका रोगको सामना गर्नुपर्ने हुन्छ। ती रोगहरू मुटु सम्बन्धी रोग, हृदयघात, वात र मानसिक रोग। हिँड्नु प्रौढहरूको लागि अति स्वास्थ्यवर्धक कुरा हो र यदि व्यायाम गर्नुभयो भनेदेखि तपाईँहरूको मानसिक स्वास्थ्य पनि राम्रो हुनसक्छ। यदि तपाईँ एक्लै व्यायाम गर्न जाँगर चल्दैन भने तपाईँहरू समूह बनाएर हिँड्न सक्नुहुन्छ। समूहमा योगा कक्षामा भाग लिन सक्नुहुन्छ। अरूहरूले गरिरहेको देखेर पनि तपाईँमा जाँगर र प्रेरणा जाग्न सक्छ। मित्रहरू, समूहमा व्यायाम गर्नाले शारीरिक फाइदा मात्रै होइन, यसले सामाजिक रूपमा पनि सक्रियता बढाउँछ र मानसिक स्वास्थ्य विकास गर्छ। अर्को मेरो सुझाव हो सक्रिय सामाजिक जीवन र मानव बीचको सुमधुर अन्तर सम्बन्ध। सक्रिय सामाजिक जीवन, यदि तपाईँहरूको समाजमा रहेका प्रौढहरू सामाजिक रूपमा सक्रिय छन्, अरू मानिसहरूसँग मिठो न्यानो सम्बन्ध राख्दछन् भने बुझ्नुहोस् प्रौढहरूले आफ्नो अवकाशपछिको जीवनको आनन्द लिइरहेको छ। उच्च मनोबल, सक्रिय सामाजिक जीवनबाट प्रौढहरूले उमेर अनुसार आउने धेरै रोगहरूसँग लड्ने क्षमताको विकास गर्दछन्। समाजमा सुमधुर सम्बन्ध छ, एकअर्कामा भाइचारा छ, मिठो न्यानो सम्बन्ध छ भने प्रौढहरू मानसिक रूपमा स्वस्थ हुन्छन्। यसका लागि तपाईँहरू आफ्नो अवकाश प्राप्त साथीभाइहरूसँग नियमित रूपमा भेटघाट गर्न सक्नुहुन्छ। छिमेकीहरूसँग धेरै भेटघाट बढाउन सक्नुहुन्छ। छिमेकीहरूसँग बिहान हिँड्न सक्नुहुन्छ, वनभोज जान सक्नुहुन्छ र अनेक कुराले गरेर तपाईँले आफूलाई सामाजिक रूपमा सक्रिय राख्न सक्नुभयो भने तपाईँको अवकाशपछिको जीवन राम्रो हुन्छ। र अर्को मेरो सुझाव छ समाजप्रति समर्पित हुनु। यदि तपाईँ समाजको लागि उपयोगी हुन सक्नुहुन्छ, समाजलाई केही देन दिन सक्नुहुन्छ भने तपाईँलाई भित्रैदेखि आनन्द आउँछ। समाजमा रहेका परोपकारी संस्थाहरूलाई चन्दा दान दिएर, स्वयंसेवक बनेर र आफ्नो समाजमा भएका क्लबहरूको सदस्यता लिएर र अन्य धेरै किसिमले तपाईँले आफ्नो समुदायमा
योगदान गर्न सक्नुहुन्छ। जेसुकै कारणले योगदान गर्नुहोस्, समुदायमा योगदान गर्नुभयो भने तपाईँले आफू समुदायको लागि उपयोगी छु भन्ने महसुस गरेर आत्मसन्तुष्टि लिन सक्नुहुन्छ। र मेरो अन्तिम सुझाव छ, नयाँ सोखको विकास गर्नुहोस्। यदि आफ्नो जीवनशैलीलाई सक्रिय बनाउन चाहनुहुन्छ र स्वस्थ रहन चाहनुहुन्छ भने यहाँहरूले नयाँ सोख विकास गर्नुपर्छ। अवकाशमा फुर्सद हुने हुनाले तपाईँलाई प्रशस्त नयाँ सोखको विकास गर्ने यसले अवसर प्रदान गर्दछ। तपाईँले हरेक दिन अलग अलग ढङ्गले बिताउन सक्नुहुन्छ। तपाईँले नयाँ खाना कसरी बनाउने सिक्न सक्नुहुन्छ, नयाँ वाद्यवादन कसरी बजाउने कसरी सिक्न सक्नुहुन्छ, तपाईँ नृत्य सिक्न सक्नुहुन्छ। धेरै कुराहरू छन्। तपाईँ एकदम पारङ्गत हुनको लागि सिक्ने होइन, तपाईँहरू आफ्नो रहर मेट्नको लागि सिक्न सक्नुहुन्छ। जीवनप्रति सकारात्मक हुनुहोस्, भविष्यको योजना बनाउनुहोस्, बजार जानुहोस्, सिनेमा हेर्न जानुहोस्, वनभोज जानुहोस्, भोज भतेरमा भाग लिनुहोस्, अरूलाई सक्रिय राख्नुहोस् र यसले तपाईँहरूको मानसिक स्वास्थ्यमा समेत एकदमै सकारात्मक प्रभाव पार्छ। यदि तपाईँको मानसिक स्वास्थ्य राम्रो छ भने मानसिक रोगहरू जस्तै डिमेन्सिया, अल्जाइमर जस्ता रोगहरूबाट पनि तपाईँ टाढा बस्न सक्नुहुन्छ। मित्रहरू, यहाँहरू सबै त अवकाशको जीवनको नजिक हुनुहुन्न, तर पनि आफ्नो परिवारभित्र आफ्ना काका, आफ्ना मामा, आफ्ना पिता अवकाशको नजिक पुग्याउनाले यहाँहरूले उहाँहरूलाई सुझाव दिन सक्नुहुन्छ र यी कुराहरू जानेर यहाँहरूलाई पनि पक्कै घाटा छैन। जब मानिस 60-65 वर्षको उमेरमा अवकाश लिन्छन्, उनीहरूले वर्षौँ गरेको परिश्रम र योगदानको स्मरण गर्दै तिनका सन्तानहरूले अब विश्राम लिनुहोस्, आराम गर्नुहोस् भनेर सल्लाह दिन्छ। तर यहाँ याद गर्नुपर्ने कुरा के छ भने यदि तपाईँ ढुक्कसँग विश्राम लिनुभयो तर अकस्मात तपाईँले कल्पना नगरेको ठुलो खर्च आइलाग्यो भने तपाईँलाई आर्थिक सङ्कट पर्न सक्छ। त्यसैले यहाँ हामीले मनन गर्नुपर्ने कुरा के पनि छ भने सन्तानहरूले प्रौढहरूका अधिक नभई नहुने आवश्यकताहरू घाँस कपास पुरा गरिदिन सक्छन्। तर यदि तपाईँ महँगा सोखहरू पाल्नुहुन्छ, तपाईँलाई आइफोन 15 नै चाहिन्छ, ऱ्याडो घडी बान्न मन लाग्छ, नयाँ नयाँ गाडी किन्न मन लाग्छ, सिङ्गापुर र जापान घुम्न मन लाग्छ भने तपाईँका सन्तानले त्यसमा सहयोग नगर्न सक्छ। र अर्को विचारणीय कुरा के छ भने तपाईँहरूले हामी प्रायःजसो मान्छेहरूले 25 या 30 वर्षको उमेरमा नोकरी सुरु गर्छौँ या व्यवसाय सुरु गर्छौँ र त्यसमा 2-3 दशक बितायौँ भनेदेखि त्यो अनुभवबाट हामी सिप, दक्षता र महारत त्यसमा हासिल गर्छौँ। तर जब हामी निपुण हुन्छौँ अवकाशको बेला आइपुग्छ। त्यसैले यदि अवकाशपछि पनि तपाईँले आफ्नो त्यो दक्षता, सिप र निपुणतालाई प्रयोग गरेर अगाडि बढ्नुभयो भने सफल हुने सम्भावना एकदमै बढी हुन्छ। एउटा अध्ययनले के पनि देखाएको छ भने यदि मानिसहरू स्वस्थ जीवनशैली अपनाउँछन्, मानसिक र शारीरिक रूपमा सक्रिय भएर बस्छन् भने उमेरको कारणले उनीहरूको बौद्धिक क्षमतामा ह्रास आउँदैन, बरु यो निरन्तर बढ्दै जान्छ र 80-90 वर्षको उमेरमा गएर यो चुचुरोमा पुग्छ। मित्रहरू, धेरै मानिसहरू अवकाश योजना बनाउँदैनन् र त्यत्तिकै एकै ठाउँमा बसेर समय बिताउन थाल्छन्। एकै ठाउँमा एक्लै बस्नु भनेको जीवनको लागि सबभन्दा खराब कुरा हो र त्यसले कसैलाई पनि फाइदा गर्दैन। सक्रिय जीवनशैली अपनाएर तपाईँ धेरै रोग भगाउन सक्नुहुन्छ भने निष्क्रिय जीवनशैली अपनाउनु भयो भने त्यो तपाईँको शरीर रोगको घर बन्न सक्दछ। र कतिपय अवकाश प्राप्तहरू त अब बाँच्नु नै कति छ र भनेर अत्यधिक मदिरा सेवन गर्न सुरु गर्नुहुन्छ। याद राख्नुहोला, मदिरा सेवन स्वास्थ्यको लागि अति नै हानिकारक छ। मित्रहरू, यहाँहरू सबैले क्रिकेट खेल त हेर्नुभएको होला। क्रिकेट खेलमा यदि तपाईँहरूले सुरुका पारीमै रन जम्मा गर्न सक्नुभयो भनेदेखि खेल जित्नको लागि आवश्यक रनको दरमाथि तपाईँले नियन्त्रण राख्न सक्नुहुन्छ। त्यस्तै हो, यदि अवकाशको लागि तपाईँले सुरुकै वर्षहरूमा पैसा जम्मा गर्न सुरु गर्नुभयो भने तपाईँको
अवकाश लिने बेलामा धेरै पैसा जम्मा हुन्छ। वित्त विज्ञहरू अवकाशको लागि छिटो नै बचत सुरु गर्ने सल्लाह दिन्छन् र त्यो बचत गर्ने उपयुक्त समय भनेको तपाईँले जागिर सुरु गरेको पहिलो वर्षदेखि नै हो। मलाई आशा छ यहाँहरूले मेरा सुझावहरूलाई आफ्नो अवकाशपछिको जीवनलाई सुन्दर र आनन्दित बनाउनको लागि सहयोगी पाउनुभयो होला र यति भन्दै म यो मञ्च प्रभातकालीन टोस्ट मास्टरलाई हस्तान्तरण गर्दै यहाँबाट बिदा हुन्छु। धन्यवाद।